के हुन्छ यदि यसको बारेमा सबै नेपालीलाई थाहा भयो भने? 1 किलोको मूल्य रु 1500 पर्ने कालो बेसारको औषधिको राजा भनेर चिनिने यस बेसारले अद्भुत औषधीय गुणका साथै अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागका कारण चर्चा पाइरहेको छ। विज्ञहरू भन्छन् साधारण पहेँलो बेसारभन्दा धेरै गुणा औषधीय गुणहरू बोकेको कालो बेसारको खेती र व्यापारका लागि नेपालमा अत्यधिक सम्भावना छ। कालो बेसारको अन्तर्राष्ट्रिय बजार अत्यन्त विशाल छ। विशेष गरी युरोप, अमेरिका, जापान लगायतका विकसित मुलुकहरूमा यसको माग उच्च छ, जहाँ यो विभिन्न औषधिहरू, सप्लिमेन्ट र कस्मेटिक उत्पादनहरूमा प्रयोग गरिन्छ। औषधिको राजा कालो बेसारका अद्भुत फाइदाहरू। कालो बेसारलाई औषधिको राजा भनिनुको कारण यसमा पाइने असाधारण औषधीय गुण हुन्। पहिलो, यसमा खोर्किमेन नामक तत्त्व बढी मात्रामा पाइन्छ, जसमा शक्तिशाली एन्टिअक्सिडेन्ट र सूजन कम गर्ने गुण हुन्छन्। मुख्य फाइदाहरू। क्यान्सर विरुद्ध। यसमा रहेका तत्त्वहरूले क्यान्सरको कोषहरूको वृद्धि रोक्न मद्दत गर्छन्। श्वास प्रश्वासको समस्या, दम, खोकी, ब्रोन्काइटिस जस्ता समस्यामा लाभदायक मानिन्छ। पाचन प्रणालीमा सुधार, अपच, ग्यास र पेट फुल्ने समस्यामा राहत दिन्छ। दुखाइ कम गर्ने, जोर्नी, मांसपेशीको दुखाइमा प्राकृतिक पेनकिलरको रूपमा काम गर्छ। प्रतिरोधात्मक शक्ति बढाउने, शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ। छाला सम्बन्धी रोग। यसको लेपले डाँडा, एक्जिमा जस्ता छालाका रोगमा उपयोगी मानिन्छ। माइग्रेन र टाउको दुखाइ। माइग्रेन र अन्य टाउको दुखाइ घटाउन परम्परागत रूपमा प्रयोग गरिन्छ।